हेलो गाइज, झोले नमस्ते सबैजनालाई हैन। आज स्पेशल डे दसैँ, सबैलाई शुभ शुभ कामना दसैँको। त्यही हो, अब हामी चाहिँ टिका लाउन जाँदैछौँ आन्टी घर, म र मेरो दिदी भएर। अनि त्यही हो, अब हामीहरू दसैँको टिका लाउन जाँदैछौँ। बाबा चाहिँ साइकलमा जाँदै हुनुहुन्छ, हामीहरू चाहिँ स्कुटीमा जाँदैछौँ। त्यही हो गाइज, अब हजुरहरू पनि खुसीले रमाउनु होला, दसैँ मनाउनु होला, टिका लाउनु होला। अब हामीहरू पनि जान्छौँ। दिदीले चाहिँ स्टार्ट गर्दैछ स्कुटी, अनि फेरि मैले चाहिँ मेरो स्कुटी दिदीले बुनेको हेर्नुहोस् कस्तो छ यो की वाला। अब आउँदैछ, जान्छु यो गरेर। अनि म चाहिँ मेरो स्कुटीमा जाँदैछु, सबैजनाले हेरिदिनु होला। त्यही हो गाइज, ल श्वेता न्यू भ्लग आउँदैछ, सबैजनाले हेर्नु होला। भ्लग त स्पेसै छैन, त्यही पनि भिडियो चाहिँ राख्छु। ल तिमी चाहिँ जाऊ सिधा, बाई बाई। हामी चाहिँ दुईटा स्कुटीमा दुई बहिनी जाँदैछौँ, मेरो दिदी अनि यो म चाहिँ। हामी जाँदैछौँ रोडको बाटो आन्टीको घर टिका लाउन। सबैजनाले हेरिदिनु होला मेरो एउटा सानो सानो भिडियोलाई। त्यही गाइज, बाई बाई। ल हेरि ल दिदी जानलाई चाहिँ गाइज हेर्नुहोस् सबैजनाले। म पनि जान्छु, जागे ऊ जाँदेखि म जान्छु। अनि त्यसपछि दिदी उहाँ पुगिसक्यो, अब म पनि जान्छु। लेट्स गो, म गएको। फाइनली गाइज हामीहरू चाहिँ आन्टी घर आइसकेको छौँ, मेरो दिदी नै आइसकेको छ। अनि चाहिँ हाम्रो आन्टी घर हामी टिका लाउन जान लागेको छौँ। दाल निकाल्न पर्यो। को कपडा कोलाई अहिले कपडा लगाइदिने हो, म चाहिँ दाल निकालेको। ए हामी आइसकेको छौँ आन्टीको घर। ले हिँड्दै छिन् हाम्रो दिदी अमेरिकन वाली। ल गाइज म निस्के। गाइज मैले चाहिँ होइन बत्ती बालेको है। ल नौ दुर्गा माताले रक्षा गर्नु। अब चाहिँ अङ्कल आन्टी यता बस्नु छ, कोलाई यहाँ दिदीले लगाइदिएपछि लगाइदिए छिटो। आज नुहाइधुवाइ गरेर हाम्रो कोले चाहिँ छ्या ए के देखाइछु कि आन्टीको सेन्डिल रे। हे त केटी बने हा को त ए कोलाई छिटो लगाइदिउ। हरूले त्यही टिका लाउँदै हुनुहुन्छ। हाम्रो हजुरआमा यतातिर हुनुहुन्छ। अनि फेरि मैले चाहिँ भिडियो बनाइरहेको छु, हाम्रो सुरु भइसकेको छ। त्यही हो, सबैजनाले हेरिदिनु होला यहाँ भिडियो। यता अङ्कललाई लगाइदिँदै हुनुहुन्छ, यता साइलो अङ्कल टिका लाउँदै हुनुहुन्छ हजुरआमाको हातबाट। ल बुहारीहरू आन्टीहरू लाउँदै हुनुहुन्छ यतातिर। म चाहिँ यहाँ छु। भिडियो टिका लाउने कार्यक्रम भइरहेको छ भाइहरूको। भाइ दाइले लागेको छन्। ए सुनाकोबाट हो क्या गाइज। हामी टिका लाएर भइसक्यौँ। अब हामीहरूले चाहिँ खाना खाने प्रोग्राम गरिरहेको छौँ। खानामा हाम्रो आज चिकन फ्राई, अनि फेरि हाम्रो यो चाहिँ अचार है, अनि फेरि हाम्रो मासु यहाँ छ मासु। त्यही हो, सेलरोटी मम्मीले लिन आउनुभएको छ। अनि त्यही हो, अनि यतातिर रम यतातिर चाहिँ बाबाहरूसँग 8848 ओ हाम्रोमा आज 8848 छ। त्यही हो गाइज, सबैजनाले हेरिदिनु होला। अनि हामी चाहिँ यहाँ छौँ, यहाँ हजुरआमा अङ्कल बुवा हाम्रो कुकुर यहाँ सुतेको।